अब बुझ्नेहरूलाई त यो कन्फ्युजनको कुरै हुँदैन होइन। जस्तै अब निर्माण व्यवसाय भयो, कन्ट्र्याक्टर होइन, अनि प्राविधिकहरूले चाहिँ जसले घर बनाउने जिम्मा लिएको छ उनीहरूले त अब नक्सा रिड गरेर चाहिँ त्यो घरको चाहिँ फुटिङको साइज कति छ के छ भनेर चाहिँ त्यहाँ प्रष्ट लेखेकै हुन्छ र थाहा पाइहाल्छ, त्यो अनुसार गर्छन् होइन। तर अलि दुर्गम ठाउँमा अलि पर पर होइन, अलि तपाईँको प्राविधिक मान्छेहरू चाहिँ झ्याट्ट चाहिँ सहज रूपमा उपलब्ध नहुने ठाउँमा अब तपाईँको चाहिँ आफ्नै गाउँले दाजुभाइहरूले जुन बनाइरहेको घर बनाइरहेको मान्छेहरूलाई जिम्मा लगाएर चाहिँ घर बनाउनुहुन्छ होइन। र अनि उहाँहरूले कन्फ्युजनका साथ प्रश्न गर्नुहुन्छ कि अब यो फुटिङ चाहिँ हामीले कत्रो हाल्ने हात्ती पाइले, अब घर त सानै छ मेरो, धेरै ठुलो त छैन, त्यो अनुसारले सानो गर्दा हुन्छ कि अलि ठुलो गर्नुपर्छ कि अथवा के गर्नुपर्छ भनेर सोध्नुहुन्छ होइन। अब यसमा चाहिँ हामीले आफूले बोल्नुभन्दा पनि तपाईँको नक्साले बोल्छ होइन। तपाईँको स्ट्रक्चर एनालाइसिस अनुसार चाहिँ तपाईँको फुटिङ त्यो लोड बेरिङ क्यापेसिटीको लागि चाहिँ तपाईँको कति चाहिँ एरिया चाहिन्छ त्यो नक्सामै दिएको हुन्छ, सोही अनुसार हामीले गर्नुपर्ने हुन्छ। तर गर्नुभन्दा अगाडि चाहिँ के विचार गर्नुपर्छ भने तपाईँको खाल्टोको साइज चाहिँ दिएको हुन्छ, ठ्याक्क खाल्टोको साइज मात्रै खनेर हाल्दाखेरि के हुन्छ भने तपाईँको फर्माहरू लगाउनु मिल्दैन होइन। अब फर्मा लगाइयो भने फुटिङको साइज सानो हुने भयो, त्यसैले हामीले चाहिँ फुटिङ खन्दाखेरि नै जति साइजको चाहिँ त्यहाँ दिएको छ त्योभन्दा 1 फिट 1.5 फिट जति ठुलो खनेर तपाईँको चारैतिर फर्मा लगाएर चाहिँ फुटिङलाई चाहिँ ढलान गर्दाखेरि चाहिँ तपाईँको त्यो जुन कङ्क्रिटको चाहिँ स्लरीहरू चाहिँ बाहिर नबगोस् होइन। अब त्यो भित्तामा चाहिँ ओपनली चाहिँ ढलान गरियो भने त्यसको स्लरीको स्लरीहरू चाहिँ त्यो भित्ताले चाहिँ सोच्ने भएको हुनाले त्यसको छेउछेउमा चाहिँ तपाईँको कङ्क्रिट त्यति मजबुत हुँदैन र त्यसैको कारणले गर्दाखेरि पछि चिसोले चाहिँ भेटेर चाहिँ के अरे तपाईँको डन्डीमा खिया लाग्ने क्रम तीव्र हुन्छ होइन। त्यही भएको हुनाले हामीले चाहिँ अलिक विचार गरेर चाहिँ काम गर्नुपर्ने हुन्छ मजबुतीका साथ होइन। अब मैले त्यही फुटिङको चाहिँ राम्रो र नराम्रो पक्षको बारेमा हिजो भिडियो हाल्दाखेरि मलाई 10 मिनटभित्रै कम्युनिटी गाइडलाइन्सको हवाला दिएर चाहिँ रिपोर्ट हानेछन् होइन। अब यस्तो छ मान्छेहरूले चाहिँ प्राविधिक त्रुटिहरू यसरी हुन्छ, यो मजबुतीका साथ यसरी गर्नुपर्छ भनेर चाहिँ क्लाइन्टहरूको चाहिँ पैसाको चाहिँ सही सदुपयोग होस् भन्ने हिसाबले मैले भिडियो बनाएँ। तर त्यस्तो मैले सोचेको जस्तो नहुँदो रहेछ। यहाँ चाहिँ मान्छे यस्तरी धार लगाएर बसिरहेको हुँदो रहेछ, केही उनीहरूलाई अप्ठ्यारो पर्ने कुरो आयो कि त रिपोर्ट हानिहाल्छ।